हेलो हेलो वेलकम टु माई ब्लग। आज मकै खान गइन्छ। पहिला चाहिँ नानुलाई स्कुल पुऱ्याइन्छ। जाउँ है स्कुल। नानीको स्कुल गद्दा हाल्न जानेन रे, सिकाइदिनु पर्यो। हेर्नुहोस् कुकुरको ग्याङ। आम्मामा मकै दाबरी आफूलाई बाजे हुनुहुन्छ, आमा झाडु बडाल्दै हुनुहुन्छ, बहिनी र म चाहिँ जानु बुट लाएर। आमा मकै खान्न त सक्छै सक्दैन। अब आमाले झाडु कल्छ अनि त्यहाँबाट गम खानुपर्छ। यस गाइस चिप्ली किरा हेर्नु त गाइस कति बाटी बहिनी उधर यत्रो छेउबाट यत्रो भन्दै लिएर गएको छ। मेरो एरिया चाहिँ यत्रो छ गाइस। अब चाहिँ दन्काउनु पर्छ खाजाहरू। खाएको त के देखाउने त है, पेट दुख्छ फेरि मेरो। बर्बादै पर्यो, फेरि काम पऱ्यो गाइस, पानी पऱ्यो। अब त घुम्सु मोडेर लाग्नुपर्छ है, लाग्नुपर्छ। घर आइपुग्यो। हावा पनि चलिरहेछ फेरि एकदम।